खेती गर्नलाई पर्याप्त जमिन नभए तपाईँहरूले क्रेटको पनि यसरी उपयोग गर्न सक्नुहुन्छ। नमस्कार साथीहरू, कृषि सम्बन्धी जानकारीमूलक भिडियोको 5औं दिनमा तपाईँहरूलाई स्वागत जनाउँदछु। भिडियो स्किप नगरी अन्तिमसम्म हेरिदिनु होला। करेला लगभग 2 दिनसम्म मैले यसलाई पानीमा सोक गरेको थिएँ ताकि यसले जर्मिनेसन चाहिँ छिटो दियोस् है। पानी राम्रो सोक गरेको रहेछ र जर्मिनेसनको लागि अब एकदमै दिन पनि तातो छ हो। यो समय एकदम सठिक समय फागुन लाग्न आँट्यो। फागुन लाग्दै गएपछि हरेक चिजहरू रोप्ने समय हुन्छ। काँक्रा, करेला, लौका। र खेती भनेको चाहिँ जहिले पनि मैले भनिरहेको छु, खेती भनेको एउटा एक्सपेरिमेन्ट जस्तै कुरा हो। यसले फल दिनु पनि सक्छ, नदिनु पनि सक्छ, तर आफूलाई एउटा अनुभव दिन्छ कि कुन समयमा मैले के गर्दाखेरि, कसरी लाउँदाखेरि त्यसले उत्पादन दिन्छ दिँदैन भन्ने कुराको चाहिँ ज्ञान हुन्छ हो। र तपाईँहरूले पनि हेर्नु साथी हो, यो यसरी करेलाहरूलाई पहिला सोक गर्नुहोस्। प्रायः जस्तो बिजहरूलाई चाहिँ अब समय, किनभने यो समय सुरु भइहालेको पनि होइन, तर अब सुरु हुने बेला भएकोले गर्दाखेरि चाहिँ यसरी जर्मिनेसनको लागि हामीले उपाय लाउनु सक्छौँ। करेलाको बिज पनि हामीलाई यहाँ चाहिँ अब यसरी हामीले यसलाई सेट गर्नुपर्छ। मजाको मचान लाउनुपर्छ ल। यहाँ